भएर नेवारी समाजमा नेवारी चाहिँ कोखबाट जन्मिएर नेवार भाषा नबुझ्नु भनेको त्यो मेरो समस्या होइन। तपाईँले जसले बुझ्नुहुन्न तपाईँले चाहिँ सोध्नुहोस् आफ्नो आमा बाउलाई, आफ्नो आमा बाउ अभिभावक हुनुहुन्छ भने सोध्नुहोस्, हामी किन बोलेनौँ? त्यो तपाईँहरूले चाहिँ नबुझ्ने मेरो समस्या होइन। मैले अघि नै भनिसकेँ, हामीले गल्ती गरिसकेका छौँ। छोराछोरीसँग नबोलेर गल्ती गरिसकेका छौँ। अब हाम्रा नाति नातिना त जन्मिँदैछन्, कसैका जन्मिसके, कसैका चाहिँ पछि होला नि। त यो सभ्यता हामीले कायम गर्नुपर्छ। नेवार चाहिँ दबु खाद्य दर्जामा चाहिँ गएर लुरु ढाकीमा चाहिँ लुरु चाहिँ गर्ने हो भने म सहमत छैन है। कमसेकम हाम्रो आफ्नो मातृभाषा जोगाउँ। जस्तो अब म एउटा तपाईँहरूलाई उपमा दिन्छु, यो भाषा सिक्न खासै के अरे ऊ छैन, किनभने यो भाषा त हाम्रो चाहिँ रगतमा बगेको छ नि। नेवारी कल्चर, नेवारी भाषा हाम्रो रगतमा छ। अलिकति प्रयास गर्ने भने हामी बोल्न सक्छौँ, बोल्छौँ। जस्तो म एउटा उपमा दिन्छु मेरै श्रीमतीको। त्यसो भन्दा अब के बोल्छ है, यसले भन्दा चाहिँ कान खाडो गराउनु होला। उनी मसँग विवाह बन्धनमा बाँधिएको लगभग 37-37 वर्ष भयो। उनी आउँदा चाहिँ उनलाई चाहिँ हिन्दी भाषा कति पनि आउँथेन, हिन्दीको ह पनि जान्दैन थिए। अब कार्यक्रम भइरहेको छ। अब त्यो हिन्दी चाहिँ कसैले सिकाएको पनि होइन। अगाडि म भन्छु, हिन्दी सिकाउने चाहिँ हाम्रो घरमा हिन्दुस्तानी पनि थिएन, भारतीय पनि थिएन, कोही पनि थिएन। तर मोबाइलमा चाहिँ हेर्दा हेर्दै अब अहिले त अब मोबाइलको चाहिँ कार्यक्रममा 2 घण्टा अगाडि त सबैले त्यहाँ चाहिँ विभिन्न चाहिँ अब त्यो उहरू चाहिँ हेर्दा हेर्दै के अरे मोबाइलमा अब हिन्दी सिरियलहरू हेर्दा हेर्दै उनीहरू चाहिँ पुरा बुझ्दै भइसकेका छन्। यो कसैले सिकाउनै परेन भनेपछि त हेरेर त चाहिँ बुझिँदो रहेछ। अर्काको भाषा कसैसँग सिक्नु पनि नपर्ने रहेछ भने हाम्रो नेवारी भाषा चाहिँ हामीलाई चाहिँ बोल्न र सिक्न चाहिँ के गर्नु पर्यो त? के गर्नु पर्थ्यो? भोलेर खाइदिने हो? 11:30 अवश्य होइन। त्यस कारण मैले तपाईँसँग के अरे अनुरोध गर्दछु। अब चाहिँ हामी गल्ती त गऱ्यौँ, छोराछोरीसँग नबोलेर ठुलो गरिसक्यौँ। मलाई चाहिँ कतिपय ठाउँमा जाँदा चाहिँ तिनका छोराछोरीले बाबाआमासँग तिमीले चाहिँ किन सिकाएको हामीलाई नेवारी कुरा सोधेको मैले देखेको छु। मैले नामै पनि लिन सक्छु चाहिँ त्यो कसैबाट सोध्यो भनेर। त्यस्तो अवस्था सिर्जना भएको छ, एउटा चाहिँ लाजमर्दो अवस्था सिर्जना भएको छ। त्यसकारण म सबैलाई चाहिँ एउटा हामी नेवार हो भने हामी नेवारी आफ्नो मातृभाषा बोलौँ। हाम्रो संस्कार के हो? हाम्रो चाहिँ जस्तो चाहिँ हाम्रो नखाहरू आउँछ, त्यो पर्वहरू के हो त्यो सिकाउँ। हामीले चाहिँ खालि संस्था यो पैसाको लागि मात्रै जोगाएर हुँदैन, हाम्रो संस्कार संस्कृतिलाई पनि जोगाउनुपर्छ। हाम्रो संस्कार के हो यो पनि जोगाउनुपर्छ। र यो जोगाउनको लागि म यहाँ आउँदा बारम्बार मैले अनुरोध दर्शाउने बिन्ती पनि गर्दै आएको छु। कमसेकम हामी चाहिँ आपसमा भेटाउँदा बोलौँ त, त्यो बोलौँ सिकिन्छ कि। अब यहाँ अघि नेत्रजीले पनि भन्नुभयो अब नजान्नेले के गर्ने त भनेर, नजान्नेले उल्टा पनि गरौँला नि त। माथमा बस्दा पछि जान्छ। जस्तो मैले अघि चाहिँ तपाईँको एउटा उपमा दिएँ, मेरो श्रीमतीले हिन्दी भाषा भान्दैनथे, उनी सिरियल हेरेर हिन्दी भाषा सबै बुझ्ने भयो। त्यसै गरी हाम्रो नेवारी भाषा पनि बुझिन्छ, ठुलो कुरा होइन। किनभने हामी नेवार हो, हामी नेवारको चाहिँ शरीरमा नेवारी रगत छ कि, त्यस कारण हामी बोलिन्छ। त्यस कारण चाहिँ यो गरौँ। र अब म धेरै बोल्नु त चाहँदैन, तर नबोलौँ भन्दा